मैसी गोप्टी रिसाउँछ के गप्छु भन्दा आमा एकछिनमा सिङ्सा मुड्डा हालिदिन्छु नि फेरि मुड्डा नि हालिदिन्छु हग्डा नि हालिदिन्छु नि फेरि हजुर दाजु तर मलाई यस्तो हेप्नु थालेछ मेरो बुढीले कुट्या कुटे गर्छ है अनि मसँग खुसी छैन र तिमी बोलामा छोडेर जान लाग्यो है ल बुढी तिमीलाई म छोडेर जान लाग्यो भने सबले नमन बढ्न पनि सक्छ अनि मेरो लागि पनि हेलो एभ्रिवान वेलकम ब्याक युर च्यानल न्यू ब्लग अनि सबैजनालाई आज म सुरुमा के भन्न चाहन्छु भने सबैजनालाई धेरै 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 धन्यवाद मुरी यति मुरी कि 100 मुरी धन्यवाद तपाईँहरूले नै गरेर आज 1K फाइनली पुग्यो है बाइक आयो अनि धेरै खुसी छु होइन मैले हिजो भनेको थिएँ हिजै पुगेको थिएँ तर तलमाथि भइरहेको थिएँ घट्दै बढ्दै होइन त्यो अनसब्सक्राइब पनि भइरहेको थियो होइन सब्सक्राइब पनि बढिरहेको थियो अब त्यो अनि पुग्यो नि त तपाईँहरूले नभएको म यो ठाउँसम्म पुग्थेन होइन 1K फाइनली पुग्यो भने एकदम खुसी छु अनि आज चाहिँ कस्तो दिन बोरिङ टाइपको छ कि कस्तो हुन्छ नि हजुर भन न फेसबुकमा अनि तिमीले 1K पुग्यो भनेर पोस्ट गरेको एकैचोटि पोस्ट गरे कति 1K पुगेको थियो ल 970 पुगेको क्या 30 सब्सक्राइब एकै सेकेन्डमा घटिदिएर होइन त हुन्छ त अब सबैलाई मन पराउनुको लागि त म होइन कुनै पनि होइन नि त सबैलाई नमन पर्न पनि सक्छ अनि मन पराउनु भने मन पराउनु भइरहेको छैन तपाईँहरूले अनि धेरै खुसी छु अनि आज कस्तो सानो दिनै कस्तो अल्छी लाग्यो कि अनि हाम्रो मिस पनि यहाँ अल्छी लगाएर एक्लै बसेर पखामा मेरो बुढी चाहिँ आज त कपाल बाटी छुट्टा तिमीले कति धेरै राम्रै देखेको त हेर त तिमीलाई डल्ले भैँसी गोप्टी रिसाउँछ के गप्छु भन्दा आमा गोप्टी यार रिसाइरा यार हेर्न न किताबले फाल्छ अनि कहाँ दिमाग आउँछ त अनि पापै लाग्छ अनि यसो मजा आउँछ है अरूले लागेको चाहिँ कसम पनि म 2 थप्पड हान्दिनँ माया लाग्छ मान्छे यार मलाई कस्तो डर लाग्छ अनि त्यही भएर तपाईँहरूको लागि देखाउनको लागि जिस्काएको धन्ने केही छैन आएछ अब उसलाई म छोडेर जान लाग्यो है ल बुढी तिमीलाई म छोडेर जान लाग्यो धनी गएको ल भाइ खै खाजा खर्च देऊ न धनी अब खायो भने चिक्न दिनु भने ल यतिकै भन न के अफ क्यामेरा त जसले नि भनिहाल्छ नि काट्छु के पछाडि गर्ने काट्छु पुरै हजुर स्लो काटेर अलिकति काट्नु त काट्छु यो अलिअलि काट्छु मजाले अगाडि काट्छु न अलिअलि ग्यागेटमा काट्नु र दिन काट्छु उसलाई चाहिँ 1.5 किलो अङ्गुर अनि कपाल काटेर आउनु थियो उहाँ ग्यागेटमा चाहिँ काट्दैन म हिँडेर बस्न काट्छु अनि मोबाइल बनाउन खास गर्छु कपाल बुढी बाई बाई अब आउँथ्यो बायो जति सक्छ मलाई बाल भन्दैछ रुन्छ होला सुरुमा है बस गयो गाइज म चाहिँ मोबाइल बिग्रेको छ क्या डिस्प्ले उड्न लागेको छ अनि त्यही डिस्प्ले बनाउनु हिँडै घाइघाट अहिले चाहिँ म गाइघाट आइसकेको छु होइन अब पसल चाहिँ यहाँ अगाडि यो दाइको कि अगाडि हो अगाडि हो क्या अझ अगाडि गएर मोबाइल बनाउनु दिन्छ है अनि भ्लग बनाउनु पाउँदैन नि त यही मोबाइलबाट हो
अनि त्यही भएर तपाईँहरूलाई भने भर्खर आज आउनु चाहिँ म त्यो दाइको मोबाइल पसलै बिर्सेँ कि यार मैले ए अगाडि रहेछ त्यहाँ है अबे पुलिसहरू देख्यो यार त्यो गाइज अब अरू काम छैन अनि कपाल काटेर के जानु उतै काट्छु होला कि मन लाग्यो भने त्यही काट्छु अनि अङ्गुर लगिदिन्छु त्यति मात्र हो गाईको काम आज नभए घरमै आज केही नयाँ गर्ने भन्दा थिएन अनि केही छैन अब यहाँ अगाडि मोबाइल पसलमा मोबाइल बनाएर निस्किन्छ है त म कपाल काट्न आइयो कडा हो कपाल काट्न आयो अब पछाडि हल्का लामो पछाडिको काट्दिनु धेरै लामो भयो क्या मुले ढाल्दिनु ए कपाल काट्दिएको हो अलिअलि मात्र छैन मुले ढानेको छैन अब लाग्यो गायको काम सबै सकिसक्यो होइन अङ्कुर पनि दिएँ मैले बुढीलाई होइन हल्का ऊ भइरहेको छ कि खाली हात के जानु भनेर होइन अनि पापा लिइदिन्छु भने तिमीलाई अनि कपाल पनि काटिदियो अब सिधै घरतिर लागिन्छ होइन अर्डर कसको अर्डरमा जानु अब ए भाइ कहाँ जाने भन्दा तर आफ्नो मान्छे अगाडि रहेछ होइन अनि दाजु अगाडि छ क्या अगाडि जान्छु अगाडि जानु उता छ कि मान्छे त्यही भएर ए अब आफ्नै गाउँमा अटोमा चढ्दिउँ न होइन खाली सकेको छैन खाली छ खाली नै रहेछ अनि खाली मान्छे भएपछि आफ्नो मान्छे आफ्नै हुन्छ अनि अब सिधै घरतिर लागिन्छ यता फाइनली गाइज म घर आइसकेँ बुढीको गाली खान्छ अब मैले किनकि मैले आज कपाल काटेर आएको अनि कपाल हल्का लामो लामो छ होइन मैले पछाडि मात्र काटेको है अनि तिमीलाई पापा तिम्रो लागि पहिला पापा 100 रुपियाँ अरे त्यही पापा त्यही अस्ति किनेकोमा 100 रुपियाँ भने अनि मैले त्यही गरेँ तिमीलाई भयो त अनि ए 20 रुपियाँ मैले ल्याइहाल्छु मलाई आउँदैन नि त थाहा छैन नि त यस्तो बारेमा अनि ल्याएर पकाएर के चित्त बुझेन है क्या अनि काटेको त यत्रो काटेको अनि यो हल्का पछि मलाई यस्तो रहर छ यस्तो गरेर गर्ने क्याप लाउँछु नि कसरी म जसरी गर्नु होइन एकछिनमा गर्नुपर्छ होइन त्यो गाई अनि यहाँ हेर न यो पछाडि फर्काउने भयो यसो पखाइ म गर्छु नि त जसरी हो नि त्यो गाइज घर आयो होइन अब एकछिन म बस्छु अनि घुम्न जान्छु हेलो भाइ हेलो सब्सक्राइबर भाइहरू पनि होइन अनि अब एकछिन बसेर बुढीसँग गफ गरेर होइन पार्टार गर्नुपर्ने सबैले अनि एकछिन निस्किन्छ है त गाइज अनि अहिले भरे त अनि बर्गर खुवाउने होइन मलाई ब्लगर भनेको ए के बर्गर बर्गर खाने है ठुलो भनेर अब दुई गाइज नरिसाउनु होला यति नै अब मेरो कपाल फेरि ताक्लो पुरै काट्यो भने मलाई सुहाउँदैन कि त्यही भएर साइन नसाइन म क्याप लगाइहाल्छु क्यारे केही छैन होइन बुढीले धेरै कराएर मात्र काटेको मैले किचकिच म सहन सक्दिनँ नि त त्यही भएर
अनि कसले राम्रो छ भने फेसै नराम्रो छ त अनि कहाँबाट मान्छे राम्रो छ हैन म कपालको कुरा गर्छु कसम पनि होला गाइजहरू आजकल मलाई यस्तो हेप्नु थालेछ मेरो बुढीले कुट्या कुटे गर्छ है चित्त नबुझेको है के अनि भनेको मान्नु पर्यो नि त नि प्यान्टिङ एकछिन घरमा बसेर त्यही खाना खानु त पनि लु फेरि घरमा तिमीसँगै बसिरहेको छु नि फेरि अहिले फेरि कहीँ पनि गएन नि फेरि हल्ला नगर फेरि बिहे गर्नुभन्दा अगाडि त म तिमीले उठ भन्दा उठ्छु बस भन्दा बस्छु सुत भन्दा सुत्छु भन्दै फकाइ लिएर आयो अनि अहिले चाहिँ यो गर्नु भन्दा पनि मान्दैन त्यो गर्नु पनि भन्दा मान्दैन गफै हाने ले कहाँ बाहिर हिँडेछौ फेरि अहिले अरे बस्छु तास त्यत्तिकै आश देखाएको मात्रै रहेछ के अरे त्यत्तिकै क्या भगवान्लाई जे पाइदै भिडियोमा नि त बराएर उयो खुट्टा चलिहाल्छ लु कसम पनि मलाई आज पुरुष हिंसा हुँदैछ आजकल कुन ठाउँमा जानु जहिले महिला हिंसा मात्र हुन्छ पुरुष हिंसा मुड्डा हालिदिन्छु नि फेरि मुड्डा नि हालिदिन्छु हग्डा नि हालिदिन्छु नि फेरि के गरेको किन नमान्दा किन भगाएर ल्याउने बेला त्यो गोकुलाई पनि म कहिले पनि भन्छ तपाईँको नातिनीलाई खुसी यो झिङ्गा माछाले भर्खर अनि मसँग खुसी छैन र तिमी खुसी छु नि अनि किन भनेको आमा खुबैन आजकल क्या डाउन हुन थालेछ हो मान्दैन जहिले उसँग म बिहानै उठ्छु म कति चाँडो उठ्छु भिडियो पोस्ट गर्छु 12-1 बजेतिर बिहानै त हुन्छ कुन देशको हो कुन नेपालमा त दिउँसो भइसक्यो हाला नयाँ पाइदै गरेर त्यो होइन म बिहानै उठ्छ नि भिडियो चाहिँ कसले पोस्ट गर्छ होइन तपाईँहरूलाई थाहा नि म 8 बजी भिडियो पोस्ट गर्छु भिडियो पोस्ट होइन यो मलाई लोडिङमा लाग्छ रोडिङमा पिन्डिङमा के भन्छ अनि उ सुतिसकेको हुन्छ अनि लाग्दैन त होइन रातभरि भिडियो यस्तो अल्छी छ यस्तो अल्छी ऊ चाहिँ छ तर छ मभन्दा त हुने छ फुर्तिलो छ कसम पनि यत्रो काम गर्ने मान्छे त तारिफ के गरिदिने है गाइजहरू त्यही हो बुढाबुढी एकछिन गफ गऱ्यौँ होइन अनि धेरै न्यु खोज्यो क्या त्यही भएर भिडियो बनाइदिएको कम्ता न्यु खोज्दैन आजकल मसँग भने जब एकछिनमा मलाई मेरो बुढीले मलाई ब्लगर है बर्गर खुवाउँछ बर्गर है खाने हो आज कस्तो बनाइन्छ घरमै बनाएको लोकल के हालेर बनाउँछ अहिले हेर्नु है त है है अघि के भन्छ हामी बस्छौँ पसलमा एकछिन है अनि त्यसपछि बुढाबुढी होइन पसलमा मान्छे आउनुभयो अनि एकछिन बुढाबुढी गफ पनि गऱ्यौँ अनि भर्खर सबैजना जानुभयो नि त मान्छे आइरहेको हुन्छ नि भिडियो बनाउनु पाइँदैन होइन अनि अब जाने बर्गर खान लागिरहेको होइन मेरो बुढीले चाहिँ के भन्छ त्यो पाउरो दिनै पाएन नि त्यो भुके पाउरो चाहिँ हुन्छ नि पाउ भन्छ नि त त्यो पाएन अनि त्यो क्रिमवाला त त्यतिखेर सानो ऊ यहाँ क्रिमवाला मेरो लागि अन्डा हुँदैछ होइन अनि यो त मैले चाटेर हेर्नु नि त क्रिमहरू चाटेर होइन कस्तो खालको बन्छ त थाहा छैन होइन बुढीले अब मेरो बुढीले अब मेरो लागि होइन अस्तिदेखि खुवाउँछु भन्दै होइन कस्तो चाहिँ खुवाउँछ नि त भनेको होइन अब हेरौँ कस्तो हुने रहेछ मैले अहिलेसम्म खाएको छैन क्या अन्त बर्गर हाउस गयो भने 2000 चिरिप होला होइन अनि थाहा पनि छैन कति वर्ष भनेर बरु घरमै होइन लोकल पारामा बर्गर हान्ने हो नि त देख्नुमा मलाई नाम पनि थाहा छैन यसको मजाले ब्लगर भन्छु ब्लगरले बर्गर खानु मन लागेको कुरा अब त्यही नखानु पायो नि त्यस्तै खालको खानु त पाइन्छ नि होइन अनि देख्नु हेर्नु न यहाँ लुक्स चेन्ज भइरहेको होला नि अलिअलि होइन यस्तो कपाल काटिरहेको छ त्यस्तो ह्यान्डसम देखेको होला है तर हल्का कालो छु तर केही छैन क्यामेराले गोरो देखाउँछ अलिअलि भयो छु त नि केही छैन कालो मेरो म कालो लु भन ल सुके भए पनि कालो भए पनि होइन मेरो लागि बुझ्ने छ मलाई माया गर्छ मेरो लागि अन्डरस्ट्यान्डिङ छ सपोर्टिङ छ होइन सपोर्टिङ छ हामी फेरि इङ्ग्लिसमा कत्रै हो नि फेरि जे भए पनि भन्नु खोजेको त बुझिहाल्नु छ नि होइन अनि धेरै माया गर्छ एकदम
विश्वास भरोसा भन्ने छ योभन्दा ठुलो कुरा के चाहियो भने त एउटा बुढीलाई होइन हजुर सर बुढाबाट पाउने कुरा सबै पाइरहेको छु लु अन्डा दरिसकेर धेरै कुरा नगर त्यही गाई त्यो कालो सेतो चाहिँ हुँदै गर्छ मन राम्रो हुनुपर्छ नि त मन ठुलो गर्नुपर्छ मन सफा भएपछि त कालो सेतो फरक पर्दैन कि त्यो कुराले होइन अनि त्यही गाई जब त्यो म भर्खर खान्छु भर्खर यहाँ देख्न सक्नुहुन्छ है अन्डा तन्डा रेसिपीलाई देखाइदिउँ न त नि कसरी बनाइन्छ त ल बर्गर घरमै यसरी बन्छ हेर्नु त होम म्यानेजमेन्ट होइन तिमी होटल म्यानेजमेन्टले के भन्नु त म जे पनि बनिदिन्छु नि अब मस्केको कसलाई है तिमीलाई सर धेरै अरू कुरा त्यस्तै हुँदैन फाइनली 1K पुगिन्छ यार सेलिब्रेसन हान्नुपर्छ अब बिस्तारै के भन्छ केटाहरू अलिक बितिसक्यो स्कुल लागिरहेको छ इक्जाम छ भाइहरूको अनि सेलिब्रेसन हान्न पाएन एक्लै गएर हुँदैन होइन यस्तो रमाइलो हुँदैन अनि साथीभाइहरू भयो जस्तो अनि मैले केटाहरूलाई पहिल्यै भनेको थिएँ होइन ढुक्क भयो कि केटाहरू ढुक्क भयो तिमीहरूलाई म समीर भाइ र समीर भाइलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद होइन भाइलाई लड्डु खुवाउनु पर्ने छ धेरै सपोर्ट गर्नुभएको छ पहिल्यैदेखि त्यो भाइहरूले तपाईँहरूले पनि होइन सनिल भाइ अनि समीर मोटु पाक्लो भाइ दाजुभाइ होइन भनेर धेरै हुनुहुन्छ सबैजनाले सपोर्ट गर्नुभएको छ एकदम खुसी अब यहाँ पाकिसक्यो यहाँ मेरो भर्खर हेर म त ल्याम्प पारेर खाने हो होइन यसलाई फोटो खिच्छु ल म अहिले खतरा थम्बनेलको लागि लगाऊ चाउचाउ पनि हेर्दै गर्नु रेसिपी तपाईँहरूलाई पनि मन लाग्यो भने घरमै धेरै के अरे पैसाले खुसी किन्न सक्यो के अरे के भन्छ नि त्यहाँ सबै खुसी सकिँदैन जहाँ आफ्नो लागि इच्छा उपाय हुन्छ भइहाल्छ कि त्यो मसला पनि हाल्यो भने अझ मिठो हुन्छ अब खान मन लागेको चिजहरू त जाने वर्ष भने त होटलहरूमा घरमै पनि बनाएर खानु सकिन्छ होइन अनि मैले खाएको पनि छैन त्यो भएर होइन यो भएर एक्साइटेड भएको म चाहिँ सानो सानो फेरि सस धेरै नहाला ल यहाँ खेल्यौ न म फोटो खिच्छु अझै बाँकी नै छ ए अझै बाँकी रहेछ है अब रेडी भएर म तपाईँहरूलाई दिन्छु है त गाइस फाइनली देख्न सक्नुहुन्छ है रोडीले बनाइदिनु भएको बनाइदिनुको होइन अब राख जति राख म खान्छु नि ल क्यामेरा पक्र ल यहाँले हेर्नु त भयो त नि जस्तो हेर्नु ल पक्र त होइन त्यसरी मिलाएर ठमेलको लागि राखिदेऊ ल ठिक छ हात त्यो एउटा हातमा मात्रै अठाउनु मलाई भोलाइ चाहिँ मिठो भयो गुलिया सस हो नि त नि अझै यो सस भएन क्या अर्को क्रिमवाला ल उसलाई चाहिँ मिठो लागिसकेको छ है मैले बनाएको बर्गर सासै नफेरि गम खाँदैछ म पनि 1 बाइट चाहिँ कस्तो भयो अब चाहिँ उसलाई दिन्छु एक्लै खानु भएन मिठो भयो सुनसान भयो त हौ खाऊ मुखमा हाल्दा छ नि त हामीलाई तिमीले बनाएको कस्तो लाग्यो आफूले तिमीले मिठो होइन तर मिठो लाग्यो मलाई त किनकि यतिको बनाउनु पर्ने मिठो रेस्टुरेन्टमा के बनाउँछ हौ म त्यस्तो गर्नु अब है अब
बडा पाउ छोटा पाउ यो बर्गर सर्गर सब खाइयो होइन। अनि अब रात पनि धेरै परिसक्यो होइन। अब हामी चाहिँ पसल ठुनेर जानुपर्ने हुन्छ। अनि अब होइन भिडियो एडिट गर्ने पऱ्यो। अनि अरू केही नभए नि आजको भिडियो चाहिँ म गर्न चाहन्छु, तपाईँहरूसँग बिदाइ माग्न चाहन्छु। अरू अनि नेक्स्ट भिडियोमा भेटौँला गाइस, बाई बाई है त।